सम्पूर्णमा मेरो नमस्कार। मैले आज जीकेमा एकदमै धेरै बढी प्रयोग हुने इमेज मेथड ल्याएर आएको छु। जस्तै तपाईले टपिक्स देख्न सक्नुहुन्छ कुन बैंकले के को सुरुवात गरे भन्नेमा है। जस्तै यहाँ भनेको छ एटीएम कार्ड, एभरेस्ट बैंक, क्रेडिट कार्ड, हिमालयन बैंक, यिनी थुप्रै यहाँ 6 वटा छन् हैन। जस्तै यसलाई हामीले रट्नु पर्दैन। हामीले चित्रमा पढ्यौं भने हामीले एकचोटी पढे बापत पछि दिगो राख्न सक्छौं। पछि जति सुकै बेला जुनसुकै बेला पनि जसले सोधे पनि हामी ठ्याप्पै एन्सर भन्न सक्ने हुन्छौं हैन। जस्तै यहाँ भनेको छ एटीएम कार्ड, एभरेस्ट बैंक भनेको छ। अब यसले सम्झिने कसरी त भन्नाले एटीएम कार्ड भनेपछि अब एटीएम भनेको त मेसिनले दिनेवाला हो पैसा। हामीले जस्तै चेक काटेर सिग्नेचर गरेर नम्बर लेखेर त्यहाँ अब लाइनमा बस्नु पर्ने समय त आएन नि त। एटीएम कार्ड भन्दाखेरि मेसिन भन्दाखेरि अब आफै सोच्नुहोस् एटीएम कार्ड रेस्ट गरेर मात्र एटीएम कार्डबाट हामीले रेस्ट गरी पैसा निकाल्न सक्छौं भनेर सम्झिनु। एटीएम कार्डलाई एभरेस्ट बैंकको उयो रेस्ट छ नि, रेस्ट गरी हामीले एटीएमबाट पैसा निकाल्न सक्छौं भनेर सम्झिन सकिन्छ है। अनि क्रेडिट कार्ड भनेको छ। जस्तै क्रेडिटमा अब जस्तै हिमालयन भनेको छ। क्रेडिट कार्डको हिमालयन भनेपछि अब सबैभन्दा ठुलो विश्वको सबैभन्दा अग्लो शिखर भनेपछि हिमाल भनेर हाम्रो सगरमाथालाई चिनिन्छ। सगरमाथालाई चिन्दाखेरि सगरमाथा चढ्न रेडी हुनु पर्यो। सगरमाथा भनेको हिमाल हो, हिमाल चढ्न रेडी हुनु पर्यो नि त। रेडी हो, रेडी के हुनु पर्यो भनेपछि हिमाल चढ्न रेडी हुनु पर्यो भनेर क्रेडिट कार्डको सुरुवात गर्ने बैंक हिमालयन बैंक भनेर सम्झिन सकिन्छ। यसरी चित्रबाट है। क्यूआर कोड भनेको छ। क्यूआर कोड अब नबिल बैंक भनेको छ। जस्तै अब अहिलेको जमाना भनेको क्यूआर को जमाना हो। कसैले पनि पैसा हातमा बोकेर यस्तो गर्दैन नि त, व्यापार व्यवसायहरू गर्दैनन्। जस्तै हामीले पनि कुनै सामान दिने गर्दाखेरि हामी त डाइरेक्ट हामी क्यूआर मा हालिदिन्छौं। जस्तै यस्तो क्यूआर कोड भन्दा बित्तिकै बिल सिल केहीको पनि आवश्यक पर्दैन। नो बिल, नबिललाई नो बिल भनेर सम्झिने। नो बिल सिधै क्यूआर बाट हामीले सेवाहरू लिन दिन सक्छौं भनेर सम्झिने है। क्यूआर कोडमा नो बिल भनेर सम्झिने। जस्तै यहाँ अर्को 4 नम्बरमा भनेको छ एसएमएस मोबाइल बैंकिङको सुरुवात गर्ने बैंक लक्ष्मी बैंक भनेको छ। एसएमएस प्राय केटाले केटीले नै गर्छन्। केटाले केटीलाई नै गर्छन् के एसएमएस भनेको। अनि लक्ष्मी भनेपछि त केटाको नाम त हुँदैन। त्यसैले यसो सम्झिने ए केटी भनेको लक्ष्मी नाम गरेको केटीलाई मैले के गरे एसएमएस गरे। कसलाई? लक्ष्मी नामको केटीलाई भनेर सम्झिने। जस्तै अब यहाँ 5 नम्बरमा छ रोबोटको प्रयोग गर्ने भनेको छ। रोबोटको प्रयोग गर्ने नेपाल एसबीआई बैंक लिमिटेड भनेको छ। जस्तै अब रोबोटको जमाना, रोबोट आइसकेपछि त अब हामीहरू नेपाली सबै बसेका छन्। सबै काम गर्ने गरेको छ, रोबोटले काम गरेको छ भने यहाँ एसबीआई भनेको छ। नेपाल एसबीआई भनेको एसबीआईले सबै भनेर सम्झिन सकिन्छ है। त्यसैगरी 6 नम्बरमा छ इन्टरनेट बैंकिङ भनेको छ। इन्टरनेटको